नमस्ते सम्पूर्णलाई। तपाईहरु सबै सन्चै हुनुहुन्छ होला है। भर्खरै उठे म। अब सर्वप्रथम त हामीलाई बधाई छ है। हाम्रो यो च्यानल राधिका क्रिएसन नेपाल युट्युब च्यानलले 1000 सब्स्क्राइबर पुरा गरेको छ। त्यसको लागि ताली बजाउनु। तपाईहरुको देन हो यो। तपाईहरुले सब्स्क्राइब गर्नुभयो र पुग्यो। तपाईहरु हुनुहुन्थेन भने 1K सब्स्क्राइबर पुग्ने थिएन। 1000 सब्स्क्राइबर पुरा भएको छ मेरो च्यानलमा। एउटा मलाई युट्युबले मेल पठाएको छ। एकदमै खुसी छु। तपाईहरुलाई थ्यांक यू सो मच। तपाईहरुले सब्स्क्राइब गरिदिनु भयो है। तपाईले एउटा ट्रस्ट, एउटा विश्वास गरिदिनु भयो। त्यसको लागि म धेरै धन्यवाद दिन चाहन्छु। धेरै तपाईहरुप्रति आभारी छु र तपाईहरु सम्पूर्ण लभ यू अल है। थ्यांक यू सो मच। धेरै धन्यवाद। तपाईहरुको यो गुण म भुल्ने छैन। र आज म अलि ढिला नै उठे। उठ्न त ढिला नै उठे पनि आज म कतै बाहिरतिर निस्किँदै छु। आज मेरो छुट्टीको दिन। यसो बाहिर घुमघामको टाइम छ। हामी के गर्छौं, कस्तो गर्छौं, कता कता जान्छौं, के गर्छौं, आजको दिन कस्तो रहन्छ म तपाईहरुलाई सम्पूर्णलाई देखाउने छु। र आज सायद स्यालेरी पनि आउँछ होला। अब काम महिनाभरि काम गरेको स्यालेरी पनि आएको छैन। परदेशमा यस्तै छ, महिनाभरिको दुःख। अनि त्यही पनि स्यालेरी आउन ढिलो भइरहेको छ। किनभने सटरडे सन्डे तिर पर्यो भने बैंकहरुको काम अलि ढिला हुन्छ। त्यो दिनमा आउँदैन। त्यसमाथि होलिडे पर्छ कहिलेकाहीँ है। त्यही हो, विश्वभरि अहिले कोरोना छ, महामारी छ। के गर्नु, त्यो भए पनि हामीहरू केही सुरक्षित आफूलाई अपनाएर जानेछौँ। आज त फेरि चस्मा पो लगाउँछ क्या केटाले। ओहो, पुरा फेरि हिरो फलोअप हुन्छ कि मैले चस्मा लगाएँ भने चाहिँ। फुटिया चस्मा फुटेको चाहिँ छैन, राम्रो छ है। तर धेरै त्यति महँगो चाहिँ हैन, त्यस्तै होला 50-60 हजारको चस्मा। सेनिटाइज है। मास्क त अनिवार्य नै भयो। मास्क छैन भने अहिले बाहिर हिँड्दा पनि पुलिसले, धेरै मान्छेहरूले अहिले केयर गर्छ। त्यही भएर मास्क अनिवार्य छ। मास्क पनि लगाउँछु है। तर त्योभन्दा पहिला म फ्रेस हुन्छु है। उठेको छु। त्योभन्दा पहिला म ब्रस गर्छु। कोलगेट कतिले तपाईहरुले पनि युज गर्नुहुन्छ होला कोलगेट। म पनि आज युज गर्छु। म ब्रस गर्छु। त्योभन्दा पहिला फ्रेस हुन्छु। त्यसपछि चाहिँ हामी बाहिरतिर निस्किन्छौँ। त्यही नै हो। सबभन्दा तपाईहरुलाई पहिला थ्यांक यू सो मच। थ्यांक यू सो मच। थ्यांक यू सो मच है। तपाईहरुले गर्दाखेरि 1K सब्स्क्राइब पुरा भएको छ। त्यसको लागि म तपाईहरुप्रति आभारी छु, ऋणी छु। जति जनाले सब्स्क्राइब गर्नुभएको छ तपाईलाई थ्यांक यू सो मच। र अरु पनि सब्स्क्राइब अरूले पनि गरिदिनु होला, जसले गर्नुभएको छैन। जो नयाँ हुनुहुन्छ र साथीहरुलाई पनि शेयर गरिदिनु होला। र अब मेरो काम भनेको मोनेटाइजको लागि मेरो वाच आवर बढाउनु छ है। भिडियो एकदमै कम छ मेरो। त्यसैले म भिडियो धमाधम अपलोड गर्नेछु र तपाईहरुले मैले अपलोड गरेको भिडियोहरु फुल हेर्दिनु हुनेछ। सबै वाच गरिदिनु हुनेछ, स्किप नगरेर है। सुरुदेखि अन्त्यसम्म हेर्दिनु होला। यदि सहयोग गरिदिनु होला। सब्स्क्राइब त पुरा भएको छ, तर वाच टाइम पुरा भएको छैन। किनकि 4000 घण्टा वाच टाइम पनि पुरा गर्नुपर्छ। त्यो यदि गरेन भने युट्युबले त्यसलाई मान्यता दिँदैन। त्यसैले तपाईहरुको वाच टाइम, तपाईहरुले त्यो भिडियो हेर्ने एकदमै जरुरी छ। म सक्दो प्रयास भिडियो त्यसरी प्रोफेसनली क्यामेरा त्यसरी एडिट गर्ने त्यस्तो सामानहरु त मसँग छैन। त्यही पनि म मेरो तर्फबाट राम्रो बनाउने कोसिस गर्छु। यदि च्यानल मोनेटाइज भयो भने, पैसा आउन थाल्यो भने हैन, तपाईहरुको मायाले अलिक प्रोफेसनल तरिकाले लाग्छु, राम्रो तरिकाले अझ के गर्छु भन्ने कुरा त्यही हो। तपाईहरुलाई मैले भनेको थिएँ 1K सब्स्क्राइब पुग्यो भने म के गर्छु भनेर।
त्यसको लागि मैले सरप्राइज तपाईँहरूलाई दिइसकेको छु। मैले तल तपाईँहरूलाई हाइड गरिदिएको थिएँ, कति छ सब्सक्राइबर लुकाएको थिएँ, खोलिसकेको छु सब्सक्राइबर, ओपन गरिदिइसकेको छु, कति छ भनेर तल हेर्न सक्नुहुन्छ है। अनि त्यस पछाडि अब मेरो वाच टाइम पुरा गर्ने बेला भएको छ 4000 घन्टा। त्यसलाई तपाईँहरूले मेरो भिडियो खोजी हेरिदिनु होला, साथीभाइहरूलाई सेयर गरिदिनु होला है। त्यसको लागि थ्याङ्क यू सो मच। र हामी के गर्छौँ म सबै देखाउँछु, तर पहिला त्योभन्दा म फ्रेस हुन्छु है त। ल अब फेरि म कन्टिन्यू, पहिला म फ्रेस हुन जान्छु, त्यस पछाडि फेरि भेटौँ होला। ओके, फाइनल्ली म फ्रेस भइसकेको छु, ब्रस गरिसकेको छु। अब चाहिँ बाहिर निक्लिने तयारी हुँदैछ। आज म तपाईँलाई एउटा कुरा भन्छु है, जिन्दगीमा होइन फर्स्टचोटि मैले आज के भन्छ यो यहाँको 4D यो के भन्छ लोटरी जस्तो क्या टोटो भन्दो रहेछ, 4D टोटो। यहाँ चाहिँ त्यो खेल्दैछु, त्यो गेम जस्तो एउटा त्यो नम्बर लिँदैछु होइन। 5 रिङ्गित 5 रिङ्गितको म चाहिँ 5वटा नम्बर लिँदैछु। त्यसको रिजल्ट कहिले आउँछ है? आज बेलुका होइन, बेलुका 8 बजी चाहिँ आउँदो रहेछ। के थाहा है, 5 रिङ्गितले 5000 जित्छु कि यहाँको 5000 जित्यो भने चाहिँ समथिङ नेपाली 1.5 लाख हुन्छ। आफ्नो एउटा भाग्य, एउटा लक कस्तो छ म चाहिँ आज चेक गर्दैछ। 5वटा नम्बर लिन्छ, एउटा नम्बरलाई चाहिँ 1 रिङ्गित, 5 रिङ्गितको 5वटा नम्बर पर्न पनि सक्छ है। यदि फाइनल्ली पऱ्यो भने चाहिँ तपाईँहरूलाई फेरि म पार्टी दिन्छु भनेर कसरी भनौँ, यहाँदेखि हुँदैन। तर तपाईँलाई धेरै धन्यवाद, तपाईँहरूले जुन एउटा माया दिनुभएको छ, 1K सब्सक्राइबर पुरा गरिदिनु भएको छ, त्यसको लागि धेरै धन्यवाद। त्यसको लागि म आभारी छु, एकदमै खुसी छु। ल म अब चाहिँ बाहिर के हुन्छ म त्यो तपाईँलाई देखाउने छु है त। अहिले चाहिँ हामी बाहिर निक्लिँदैछौँ है। साह्रै भोक पनि लागेको छ। अब पहिला खाने कुरा छ, कार्ड किन टच हुँदैन मेरो। चाहिँ बाहिर निक्लिँदैछौँ हामी, भोक लागिरहेको अवस्था छ। अब चाहिँ हामी चाहिँ खाना खाँदैछौँ। यहाँ चाहिँ खाना खाने ठाउँ, इन्ट्री यसरी हुन्छ।
फाइनल्ली खाना खाइसक्यो। अब चाहिँ हामी कहाँ जाने? पहिला हामी टोटो काट्नु होस्टेल। अब अहिले खाना खाइसकेर हामी चाहिँ टोटो काट्न जाँदैछौँ। 40 लक्की नम्बर चेक गर्न जाँदैछौँ हामी। अब हामी अहिले बाटोमा छौँ। गाडी पार्किङ छ बाटोमा। हाम्रो टोटोका चाहिँ हिरोहरू दाइहरू है, मलेसियाको पनि हिरो नै हो दाइहरू। हामी जो सँगै काम गर्छौँ। हामी अहिले चाहिँ टोटो काट्न घुमघाम आज छुट्टीको दिनमा। यो मेट्रो होटल रे, सिटिजन होटल। यहाँ पनि म सुत्या छु एक दिन। तपाईँले देख्नुभयो होला त्यो बिचको अग्लो बिल्डिङ, जुम हुन्छ कि हुँदैन? यो बिल्डिङ चाहिँ पेभिलियन देखेको बिल्डिङ चाहिँ हामीले काम गर्ने बिल्डिङ हो। यसको 6th फ्लोरमा चाहिँ मैले काम गर्ने ठाउँ छ। त्यो बिल्डिङ पेभिलियन बिल्डिङ मलेसियाको कोलालम्पुरमा। मलेसियामा टोटो गेम भन्ने एकदमै चर्चित छ। त्यसमा धेरै मान्छेले पैसा फाल्नेहरू पनि धेरै हुनुहुन्छ। मलेसियामा रहनुभएका दाजुभाइ तथा दिदीबहिनीहरूलाई यो गेम ले धेरैलाई बिगारेको छ।
धेरै कोही व्यक्ति यस्तो हुनुहुन्छ मैले त्यहाँ सुनेको होइन, त्यही गेमले गर्दाखेरि नै पैसा नहुने के, अनि 8-10 वर्षै बिताएको, त्यही टोटो कहिल्यै नपरेको, त्यो नम्बरहरू कहिले नजितेको त्यस्तो खबर सुनिन्छ। त्यसैले कहिलेकाहीँ यसो ट्राई गर्नुभयो गर्नुहोस्, नत्र सधैँको लागि त्यो आफ्नो एउटा के भन्छ त्यसलाई रहर पुरा गर्नुहोस्, तर त्यसरी पैसा धेरै फाल्ने काम चाहिँ नगर्नुहोस्, यही भन्छु म होइन। यहाँ चाहिँ टोटो काट्ने ठाउँ रहेको छ, यसरी 4D टोटो बाहिर लेखेको छ होइन, यसरी टोटो काट्ने ठाउँ यो हो। यहाँ धेरै मान्छेहरू हुनुहुन्छ। तपाईहरु देख्न सक्नुहुन्छ टोटो काट्ने मान्छेको लाइन। तो मलेसियाको एकदमै चर्चित खेल हो टोटो। धेरैले काट्नुहुन्छ, यसमा पैसा पर्यो भने चाहिँ लकी पनि हुनुहुन्छ। तपाईहरु देख्न सक्नुहुन्छ यहाँ प्राइजहरू थुप्रो छ, प्राइजहरू हो यति धेरै धेरै। ल यो नम्बर चाहिँ मजाले सेभ गरेर राख्नुपर्ने रहेछ, बेलुका चाहिँ अब चेक हुन्छ पर्छ कि पर्दैन है यो नम्बर। अब त्यो बेलुका थाहा हुन्छ पर्छ कि पर्दैन। पर्यो भने चाहिँ थुप्रो पर्दो रहेछ। फर्स्ट प्राइजहरू त मैले तपाईँहरूलाई प्राइजहरू देखाइसकेँ कति छ भनेर। पर्यो भने ठिकै छ, नत्र भने म त यसो रमाइलो मात्रै आज ट्राई गरेको। अब हेरौँ। फाइनल्ली हामीले टोटो नम्बर काटिसकेका छौँ है। 5वटा नम्बर पर्यो भने चाहिँ कति पर्छ हेरौँ। मलेसियामै लखपति करोडपति बनिन्छ कि हो पर्यो भने चाहिँ। तर सपनाहरू धेरै देख्छन् है लखपति बन्ने, त्यसैले नै पैसा धेरै फाल्नुहुन्छ दाजुभाइको साथी दिदीबहिनीहरूले मलेसियामा। अहिले पनि थुप्रो मान्छेहरू टोटो काट्दै बुढो मान्छेहरूको सुत्दा पनि भेटियो। अब चाहिँ हामी मलेसियाको लागि चाहिने सिम कार्ड किन्न जाँदैछौँ। बाहिर किन्दा चाहिँ अलिक महँगो पर्दो रहेछ, तपाईँहरूलाई अलिक धेरै पैसा लाग्दो रहेछ सिम कार्डले। सिम कार्ड पसलहरू जस्तो नेपालमा जस्तै बाहिर किन्दा चाहिँ अलिक महँगो पर्दो रहेछ। तर यहाँको डिलर जस्तो सिमहरू तपाईँले यो मोबाइलको डिलरहरूमा चाहिँ हामीले अहिले किन्न लागेको सिम चाहिँ यो मोबाइल हो। त्यसैले सस्तो पर्दो रहेछ, 10 रिङ्गेटमै। बाहिर चाहिँ 20-30 रिङ्गेट पर्दो रहेछ। त्यसैले हामी चाहिँ अहिले डिलरमै गएर यो मोबाइलको पसलमै गएर सिम कार्ड किन्दा चाहिँ अलिक सस्तो पर्दो रहेछ। त्यसैले हामी महँगो किन खर्च गर्ने भनेर 10 रिङ्गेट किन्ने ठाउँमै जाँदैछौँ। किनभने बाहिर 10 रिङ्गेटहरू बढी खर्च गर्नुभन्दा सस्तो पर्न जान्छ। ठाउँमा जहिले पनि केही न केही भइरहेको हुन्छ। यस्तो सुटिङहरू, सर्ट फिल्म, ठुलो बजेटको फिल्महरू सुटिङ भइरहेको हुन्छ। यसरी फेरि पनि सुटिङ भइरहेको छ यहाँ। फाइनल्ली पब्लिक ब्याङ्क चाहिँ यहाँ छ। हामी एटिएम कार्डमा पैसा निकाल्दैछौँ। पछाडि हेर्न सक्नुहुन्छ। अब हामी भित्र छिर्दैछौँ। म 1 लाख रुपियाँ निकाल्छु। त्यो त उधर नदेखाइदिउँ होला हौ, पिनकोड हानेर 1 लाख के पाउँछ
प्रबल 1 लाखको सिम लिँदैछ मैले। त्यसको लागि के हो पिनकोड? त्यसको लागि म चाहिँ 1 लाख रुपियाँ निकाल्दैछु सिम किन्नको लागि है। कस्तो हुन्छ 1 लाखको सिम मलाई पारेर 1 लाख रुपियाँ निक्लिँदैछ यहाँबाट, कताबाट दिन्छ थाहा छैन। बन्दै रहेछ यहाँ, मेसिन चाहिँ खोल्दैछ। 1 लाख रुपियाँ हो यो। ओके, पैसा निकालिसक्यो, अब चाहिँ सिम किन्छ म यसमा। तपाईँहरूलाई म यहाँ एउटा नाम देखाउँछु, त्यो माथिको नाम आफै पढ्नु होला। त्यो चाहिँ मुजी कम्पनी रे, त्यो कम्पनीको नाम हो यो है, त्यसलाई अन्यथा नलिनु होला। मैले ढाँटे होइन तपाईँहरूलाई, मुजी कम्पनी। हामी चाहिँ अहिले केएलसीसी जाँदैछौँ। अब केएलसीसी अहिले चाहिँ हामी केएलसीसी पार्कमा छौँ। पछाडि तपाईँलाई केएलसीसी देखाउँछु। कता गयो केएलसीसी? केएलसीसी तपाईँले देख्न सक्नुहुन्छ पछाडि। हामी यहाँ पार्कमा अहिले चराचुरुङ्गीहरूको आवाज मजाले सुन्न सक्नुहुन्छ। बोट बिरुवालाई यसरी संरक्षण गरिएको छ, यो खुसीको कुरा हो, राम्रो कुरा। पछाडि पोखरी छ, पानीको ताल छ।
हामी चाहिँ जङ्गलमा भालु खोज्दैछौँ। भालु हामी चाहिँ भालु खोज्दैछौँ। पानी खाने? पानी खानु मिल्छ? त्यो पानी पिउने मिल्छ? पिउने पानी त हो नि त्यो। हामी चाहिँ साह्रै तिर्खा लागेको छ अहिले, पानी पिउनु जान्छौँ। अब लकडाउनले भित्र सपिङ मलहरू पनि त्यति राम्रोसँग नखुलेको अवस्था। पानी बाहिर, पानी पिउने ठाउँ छ यहाँ। सफा पानी हो यो। हामी पिउने पानी पिदिउँ न त कस्तो छ, नुनिलो छ कि गुलियो छ कि अमिलो छ? होइन यो पानी यसरी यसरी धारा आउँछ। यहाँ प्रेस गरेपछि पानी यसरी आउँछ। चिसो छैन? कतापट्टिको त अस्ति त चिसो थियो त। चिसो त्यो छ? यो चाहिँ चिसो हो। यो चाहिँ चिसो छ, अरू तातो छ। यो चाहिँ चिसो पानी। यसरी पानी खाने। ओके, हाम्रो भोजनारायण श्रेष्ठ है पानी पिउँदै हुनुहुन्छ। पानी पिउने तरिका सिकाऊँ त कसरी हो? त्यहाँ प्रेस गर्ने अनि पानी। तपाईलाई कुन पानी पिउन मन लाग्छ? तातो पानी पिउन मन लाग्यो यता छ, त्यो चाहिँ चिसो पानी। म पनि चिसो पानी खान्छु। धेरै गर्मी भएको कारण सेम आइस वाटर हो। आइस पानी है बोले यार। बानी नभएर होला अलि अप्ठ्यारो, पानी प्यास्नै मिल्दैन। नेपालको मूलको पानी जस्तै छ, चिसो है। कुमार दाई त्यता हुनुहुन्छ? उहाँको पालो आएको छ भर्खरै। अहिले कस्तो अनुभव भइरहेछ दाई? मूलको पानी चिसो छ है। नेपालै पुगेछ दाइ। पानी पिउने तरिका यस्तो पार्कहरूमा चाहिँ पानी पिउने व्यवस्था छ। यहाँ भाँडाको व्यवस्था। हजुरलाई कस्तो पानी पिउनु मन लाग्छ? तातो, चिसो? एकदमै राम्रो पानी, शुद्ध पानी यहाँ व्यवस्था छ। तातो पानी चाहिँ मन परेन, तर तातो पानी राम्रो। त्यहाँ झोलामा 5 लाख छ हाम्रो। भर्खरै 5 लाख भर्खरै। सायदै कम मान्छेसँग हुन्छ 5 लाख रुपियाँ। अब आज चाहिँ यो ब्यागमा छ, खुसी लाग्छ। त्यहाँ पछाडि केएलसीसी देख्नुहुन्छ तपाईँहरू। अब हामी त्यहाँ जानेछौँ एकछिनमा। अहिले 4 पनि बजिसक्यो ठ्याक्कै। 4 बजिसक्यो। यहाँ पछाडि देख्नुहुन्छ तपाईँले केएलसीसीको दृश्य पछाडि। अब हामी त्यहाँ जानेछौँ एकछिन। यो पार्कतिर घुमघाम गरेर त्यहाँ पुगेर हामी चाहिँ आफ्नो गन्तव्य स्थानतिर लाग्नेछौँ। आजको दिन त्यसरी नै बितिरहेको छ। One, two, three, come on!
केएलसीसी पार्क घुमिसकिएको छैन। अब अझै हामी घुम्दैछौँ। अगाडि के गतिविधि हुन्छ के हुन्छ, 2-4वटा टिकटक हानियो। अनि यस लकडाउनमा सुनसान नै छ केएलसीसी, नत्र पहिले मान्छेको भिडभाड ज्यादै हुन्थ्यो। ल हामी केएलसीसीको नजिक पुग्दैछौँ। 5 बज्न थालिसक्यो, 10 मिनट छ, 4:50 भइसकेको छ। टाइम देखाइरहेछ त्यहाँ। चराचुरुङ्गीहरू पार्कमा पत्याउँदैन नि त, भागो। यसरी पार्कमा आज घुमघाम छ, रमाइलो छ। दाइहरूसँग यसरी घुमिरहेको छु। दाइले के देख्नुभयो त्यहाँ, के छ? भालु छ क्या? व्यवस्थित गरेर स्टिकर टाँसेर यसरी मलजल गर्ने तल है, यसरी राम्रो छ पार्कमा। हाम्रो नेपालमा यस्तो हुने कहिले? के भन्नु म अब, कसलाई गाली गरौँ के गरौँ, हामी जनता नै भेडाहरू छ। अनि त्यस्तै मान्छेहरूलाई नै चुन्छ हामीहरूले। हजुर यो त्यो त नासपति यो के भन्छ यसलाई? हेलो गाइज, तपाईँहरूलाई यो फलको बारेमा के थाहा छ है? यो के फल, यस फलको नाम के हो भन्नु होला। ठुल्ठुलो फलहरू खसिरहेछ यसरी। फलको नाम चाहिँ थाहा भएन, केसको रुख रहेछ यो? त्यसलाई के भन्छ नेपालमा? हुन्छ हुन्छ कि हुँदैन? यत्रो फलहरू छ, त्यो फल चाहिँ के हो थाहा, नाम चाहिँ थाहा भएन है। यसरी रुखमा टन्नै छ, अनि यहाँबाट खस्दो रहेछ यसको फलहरू। यसको नाम चाहिँ थाहा भएन के हो। यसरी हामीहरू केएलसीसीको यो किड्सहरूको लागि हो, बच्चाहरूको लागि, सानसानो बच्चाहरूलाई खेल्ने ठाउँ रमाइलो छ। तर लकडाउनले गर्दा सुनसान भइसकेको छ, आजभोलि छैन। कपिराइट यसरी फलहरू के फरक पर्दैन, रुखबाटै खसेको हो, त्यस्तो फरक केही पर्दैन। आजभोलि क्यामेरा लगाइरहेको छु जताको सक्यो, सिसी क्यामेरा, किनभने यहाँको सामानहरू केही तोडफोड यताउता सबै मान्छे राम्रो भन्ने छैन हैन। केटी खेल्ने ठाउँ र बच्चाहरूको लागि। हामी पनि बच्चामै हो है दाइ, खेल्न जानुपर्छ क्या? भर्खर 12 वर्ष भएको छन्। 10 वर्षमा मलेसिया आएको, दाइ चाहिँ 12.5, म चाहिँ 12 वर्ष। यता जाउँ न माथिबाट यसरी घुम्नु। त तार के लगाएको छ यसरी। यतापट्टि ठुलो ग्राउन्ड छ, त्यहाँ सायद मान्छेहरू छन् सधैँ। त्यहाँ जब एक्सर्साइज गरिरहेको हुन्छन् मान्छेहरू, त्यो चाहिँ बस्ने ठाउँ मान्छेहरू कति छ ल यस्तो। त्यो चाहिँ सिँचाइ हुन्छ नि त अटोमेटिक। त्यहाँ पानी छ, पानी भइरहेको छ यहाँ सधैँ। अनि यो दुबोको लागि राम्रो छ। यो चाहिँ ग्राउन्ड हेर्न सक्नुहुन्छ। यहाँ चाहिँ एक्सर्साइजहरू विभिन्न गर्छन् मान्छेहरू। तल देख्नुहुन्छ तपाईँहरू, मान्छेहरू दौडिरहेछन्। त्यो भुँडी घटाउने बाटो हो, तर हामी काम गर्ने मान्छेलाई भुँडी घटाउनु चाहिँ पर्दैन। हामी त्यसै पनि तन्दुरुस्त छौँ। उता एकजना भोजनारायण श्रेष्ठ सँगैको साथीलाई उहाँ टिकटकले छोइरहेछ। मैले पनि 2-4वटा टिकटक गरेँ। अनि मेरो अकाउन्टमा गएर हेर्न सक्नुहुन्छ। टिकटक गरेको थियो 2-4वटा। हामी चाहिँ अहिले यता छौँ। मलेसियाको पार्क घुमघाम। मास्क निकालिरहेको रहेछ
टिकटक गर्ने बेला टिकटक पनि ब्यान हुन्छ भन्छ खै ब्यान भयो भने पनि ठिकै छ म अहिले टिकटकले गर्दाखेरि युट्युबमा त्यति काम गर्न पनि पाएको छैन त्यति कन्टिन्यू दिन पनि पाएको छैन यदि टिकटक बन्द भयो भने चाहिँ म चाहिँ युट्युबलाई प्रायोरिटी दिएर युट्युबलाई नै युट्युबमै व्यस्त हुन्छु किनकि तपाईहरुले 1000 सब्स्क्राइब पुरा गरिदिनु भएको छ मात्र 4000 वाच आवर पुरा गर्नु छ त्यसको लागि म कन्टिन्यू गर्नेछु टिकटक बन्द भए पनि केही छैन यसरी घुम्दै घुम्दै अब हामी पुग्दै छौं केएलसीसी नजिकैबाट त्यसले केएलसीसी को फ्रन्ट साइड अगाडिको साइड तपाईहरुलाई देखाउने छु म यताबाट जाऊ न यो चाहिँ हेरिराख्नु भएको छ तपाईहरुले यो चाहिँ बच्चा खेल्ने ठाउँ हो आज चाहिँ त्यति मान्छे छैन भनौं न आजभोलि लकडाउनले गर्दाखेरि त्यति मान्छे छैन केएलसीसी नजिक पुग्दै छौं हामी हेर्नुस् यहाँ चाहिँ व्यवस्थित छ फोहोर छैन जथाभावी फाल्न पाउँदैन यसरी डस्टबिनहरु ठाउँमा राखिदिएको छ फोहोर फाल्ने ठाउँ हाम्रो नेपालमा चाहिँ सबैले फोहोर फाल्छ भनौं न हामी पनि सबै त्यो अब नेपालीहरु त्यसरी सभ्य हुन सकेका छैनन् अझ पनि त केएलसीसी पछाडीको हामी यो नजिकै पुग्दाखेरि चाहिँ रुखहरुले छेकिरहेछ केएलसीसी लाई हामी नजिक पुग्दै छौं दा यताबाट जाऊ यहाँबाट पानीको नजिकबाट पनि जान पाइन्छ यहाँ चाहिँ झुन्डिने ठाउँ पनि थियो के पहिला अनि आजभोलि मान्छे नभएर चाहिँ सबै निकालेको छ मान्छे घुइँचो हुन्छ भिडभाड हुन्छ भनेर पनि होला यसरी तपाईं देख्न सक्नुहुन्छ मान्छे छैन त्यति बच्चा खेल्दै छन् आजको दिन यस्तै छ रमाइलो अब छुट्टीको दिन कति रुममै बसिराख्नु भनेर कोरोनाको कहर त छँदैछ फैलिरहेको छ तर पनि बाहिरतिर निस्कौँ आज भनेर निस्केको अनि हामी त्यो साइडबाट निक्लेर यसरी घुमेर यहाँ आएका छौं अब नजिक भन्नाले अगाडि नै पुगिसक्यो केएलसीसीको छुँदैछौँ पछाडि सबै बन्द गरेको छ अहिले तारबार लगाएको छ दिस एरिया इज टेम्पोररी क्लोज लेखिरहेको छ क्लोज त हुनै पर्यो यस्तो कोरोनाको टाइममा मान्छेहरु छैन त्यति त्यही भएर नै एकचोटि घुमौँ भनेर आएको भिडभाड धेरै हुन्थ्यो भने हामी पनि आउँदैन थियो त्यही हो आएर 2-4 वटा फोटो त्यसपछि टिकटक अनि तपाईहरुको लागि यो भिडियो बनाउँदैछु भिडियोलाई पुरा हेर्दिनु होला किनकि मेरो वाच आवर कम्प्लिट गर्नु छ 4000 घण्टा वाच आवर पुरा भयो भने मात्रै मोनेटाइज हुन्छ च्यानल 1000 सब्स्क्राइब त पुरा भएको छ अब वाच आवर कम्प्लिट गर्नुपर्ने छ ल हेर्नुस् अब चाहिँ केएलसीसी अगाडि आइपुग्यो त 5:07 गएको छ हेर्नुस् केएलसीसी अगाडिको यो ठाउँ अब यहाँ एकछिन बसिन्छ एकछिन हेरिन्छ त्यसपछि आफ्नो गन्तव्य स्थानतिर लागिन्छ हेर्नुस् त्यहाँको पानी यहाँसम्म आइरहेछ त्यति माथिसम्म गइरहेछ हेर्नुस् पानी रमाइलो छ हेर्नुस् त पानीको छिटारे एकछिन बसौँ न दाइ शीतल खाएर एकछिन हेर्नुस् पानी यसरी यति माथिसम्म गइरहेछ पानी
तपाईहरु हेर्न सक्नुहुन्छ ओ सेट कता घरमा कुरा गर्दै हो उहाँ चाहिँ आफ्नो फ्यामिलीसँग कुरा गर्दा व्यस्त हुनुहुन्छ नजिकको पानी म तपाईलाई देखाउँछु हेर्नुस् यो चाहिँ केएलसीसी सूर्य केएलसीसी है बिल्डिङ छ बिल्डिङ पनि डेन्जर छ त्यहाँ माथि पनि त्यो हिँड्ने बाटो छ त्यहाँ त्यसको खतरा बनाएको छ बिल्डिङ त्यो चाहिँ बाहिर आउट हुनु परेछ ओ पानी आयो यार पानी आछ है त्यो चाहिँ यसरी सबै इलेक्ट्रिकका तारहरू यसरी जोडेर मात्र यो पानी फालिएको छ नेपालमा यस्तो कम हुन्छ मैले देखेको छैन कतै हुन्छ सानो ए पानी आयो पानी 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 पानीले यसरी हावाले उडाएर पानी यता ल्याएर हामीलाई यसरी रुजाएको छ पानी पानी गराएको छ नुहाए जस्तै बनाइदियो सुनपानी सुनपानी हो यो चिसो बनाइदियो यो पानीले हामीलाई यहाँदेखि लखडेको छ लखडिदियो यहाँदेखि हामीलाई के गर्ने क्यामेरामा पनि पानी परिसक्यो फेरि पानीको छिटाले हामीलाई यता लखडेको छ अहिले एकछिन हामी चाहिँ रहौँ त्यहाँदेखि पानीले लखटेर यता आएर बसिरहेको छु मैले अनि दाइको चाहिँ भोलिदेखि ड्युटी है कति बजे बिहान 10देखि 7 बजीसम्म ड्युटी छ अनि त्यही भने छुट्टीको दिन आज रमाइलो गरियो त्यही हो अब भोलिदेखि फेरि ड्युटी स्टार्ट परदेशमा यस्तै छ हजुर रमाइलो माथि चढ्नु पाउँदैन केएलसीसी माथि चढ्न अहिले अलाउड छैन होला त्यहाँभित्र लिफ्ट छ लिफ्टबाट चाहिँ सायद त थोरै केही गरेर चाहिँ मात्रै जान पाउँछ होला फेरि आजभोलि बन्द पनि हुनसक्छ किनकि लकडाउन छ कोभिडको प्रब्लम के फिल्म र त्यो मैले हेरेको छु त्यो फिल्म शाहरुख खान डन कति हो डन 1 हो कि 2, 3 कति बनाएको छ है शाहरुख खानले हाम फालेको त्यहाँ माथिबाट हो यो बिल्डिङको त्यहाँदेखि तपाईँले देख्न सक्नुहुन्छ त्यहाँनिर त्यहाँदेखि चाहिँ एउटा फाइटको सिन छ तपाईँहरू त्यहाँ थाहा छ भने त्यो फिल्मको नाम तल मेन्सन गर्नुहोस् है हिन्दी फिल्म हो डन चाहिँ डन हो तर हो फर्स्ट हो कि सेकेन्ड थर्ड सिक्वल बनाएको छ 2-3वटा त्यो चाहिँ डेन्जर बनाएको छ त्यो चाहिँ अब रसी अथवा के प्रयोग गरेर फालेको थियो होला हाम फालेको रहेछ हामी त्यहाँ आज प्रत्यक्ष हेर्न पाउँदा एकदमै खुसी छ पहिलोचोटि आज मैले यो भिडियो बनाउँदैछु तपाईँहरूको लागि भिडियोलाई चाहिँ पुरै हेरिदिनु होला अनि तपाईँहरूको कारणले 1000 सब्सक्राइबर पुरा भएको छ अब 4000 घन्टा वाच टाइम पनि पुरा गरिदिनु भयो भने चाहिँ च्यानल चाहिँ छिटै मोनिटाइज हुन्छ त्यसको लागि चाहिँ तपाईँहरूले भिडियोहरू हेर्नुपर्ने हुन्छ शाहरुख खानले हाम फालेको त्यहाँबाट हो त्यो फिल्मको नाम चाहिँ कुन हो त्यो मेन्सन गरिदिनुहोस् नेपाली फिल्म पनि गाह्रो छ इन्डियन मुभीहरू
प्रायः ठुलो देखेर गएर सुटिङ हुन्छन्। अब अहिले त लकडाउनले गर्दा त्यो पनि छैन, सबै छ। अहिले चाहिँ अलि शीतल भयो पानीले लखेर्दा। योहरू जोडीहरू आएर बसिहाल्यो। हामी नजोडी चाहिँ यता त्यो माथिसम्म कति गएको यार पानी, कति माथि फाल्छ पानी। के भगवान्, यहाँसम्म पुगिरहेको पानी। त्यही पानी लियो हामीलाई लखट्या। त्यहाँदेखि रिस साँचेर राखेर रहेछ, नजिक गएको लखट्यो। यता फोटो खिच्ने काम भइरहेछन्। अब मलेसियाको केएलसीसी पनि आज घुमियो। हाम्रो रुम चाहिँ नजिकै भएको कारण हामी आउने जाने गरिरहेको छ। तर यसरी भिडियो चाहिँ पहिलोचोटि बनाएँ मैले। अब हिँडेरै जाने कुरा छन्। हो त, ग्राब कार बुक गर्दा पनि हुन्छ, 5 रिङ्गिट पनि लाग्दैन होस्टेल पुग्न। तर हामीलाई हिँडेर जानु मन छ, किनभने हिँडेर गयो भने ठाउँहरू पनि देखिने, राम्रो राम्रो भिडियो पनि गर्न पाइने। त्यसैले अहिले चाहिँ अलिअलि मान्छे जम्मा हुँदैछ यहाँ। हुनुहुन्छ केएलसीसी अगाडि छु म, ठ्याक्कै अगाडि बिल्डिङमा छु। हामी सूर्य केएलसीसी भनेर तपाईँहरूका पनि देख्न सक्नुहुन्छ। हेर्नुहोस्, त्यहाँ पानीले चाहिँ आफ्नो आफ्नो काम गर्दैछ। कोही यसरी माथि गइरहेछ, यति माथि आकाशमा लाग्छ है। कोही चाहिँ यता यसरी डान्स गर्दैछ, वाटर डान्स मजाले आफ्नै तालमा नाचिरहेछ पानी। कसैलाई टिकटकले छोइरहेछ, यता टिकटक गर्दै हुनुहुन्छ। अनि टिकटक गर्दै हुनुहुन्छ कसैले। केएलसीसीको अगाडिबाट खिच्दैछु है मैले यो भिडियो पहिलोचोटि आज। कोही टिकटकमा छ, कोही फोटो खिच्दैछन्। थ्याङ्क यू सर। ननित आई हेभ अलरेडी। भिडियोको लागि कति भनेर सोध्नु पर्थ्यो, त्यही पनि कुमार दाइले हात जोडिहाल्यो। कुमार दाइले हात जोडिहाल्यो, पहिल्यै कन्टेन्ट नै भएन। 5 लाखको बोली किन 5 लाखको बोली हो। त्यो त मेन गेट हो सूर्य केएलसी। यहाँदेखि भित्र जान सकिन्छ। हेर्नुहोस्, तर हामीलाई हिँडेर जान छिटो पनि पर्छ। यहाँदेखि जाने, अनि त्यहाँ भित्र छिर्ने गेट छ। 5 मिनटमै हाम्रो रुम पुग्छ। त्यही भएर हामी किन गाडी भाडा खर्च गर्नु, 5 मिनटको लागि 5 रिङ्गिट किन खर्च गर्नु भन्ने कुरा सल्लाह भयो। पैसा बचाउने बाटो। अनि हिँडेर गयो भने जाँदा सजिलो पनि हुन्छ, ठाउँहरू चिनिन्छ, रमाइलो पनि हुन्छ कुराकानी गफ गर्दै। गाडीमा के हुन्छ कस्तो हुन्छ थाहा छैन, कोरोनाको बेला हैन। त्यही भएर हामी कसैसँग नजिक नभएर टाढाबाटै यसरी सोसियल डिस्टेन्स मेन्टेन गरेर हिँडिरहेको अवस्था छ हजुर। अनि सरी यसरी यो पुरै जङ्गल त घुमिरहेको छैन हामीहरू, किनकि रात पर्न लागिसक्यो।
5:30 हुन लागिसक्यो। चराचुरुङ्गी यहाँको जङ्गलमा राम्रोसँग घुम्न पाइएन। नेक्स्ट भिडियोमा चाहिँ तपाईँहरूलाई फेरि देखाउने नै छु। तपाईँलाई देखाउने छु। अहिले चाहिँ सरी भन्न चाहन्छु, पुरै जङ्गल घुम्न पाएन, त्यति राम्रोसँग पार पनि गर्न पाएन, पानीमा त्यति गर्न पाएन किनकि कोरोनाको कहर छ, त्यसले पनि हो हैन। त्यही नै भन्न चाहन्छु। तपाईँहरू जहाँ हुनुहुन्छ जस्तो हुनुहुन्छ स्वस्थ रहनुहोस्, व्यस्त रहनुहोस्, अनि त्यही नै भन्न चाहन्छु। र पुरै म केएलसिसी राम्रोसँग घुम्न पनि पाएन। अब हामी चाहिँ भित्र जाँदैछ, 3 हुँदैछ अब बाहिर निक्लिनको लागि। तपाईँलाई धेरै धेरै धन्यवाद, पुरा भिडियो हेरिदिनु होला। अनि त्यही नै भन्न चाहन्छु। केएलसिसी एक्सर्साइजको लागि दौडिरहेको मान्छेहरू। टुरिस्टहरूलाई घुम्ने एउटा सानो गाडी छ, यसरी गाडीमा घुमाइन्छ। पाउने व्यवस्था छ गाडीमा। हामी जाने है बाटो नि। ओके, अब हामी यहाँदेखि भित्र छिर्दैछौँ। अब होस्टेल त जानु पर्यो, बाहिर रातिसम्म बस्नु भएन। अन्डरग्राउन्ड तल केएलसिसीको भित्रको मल हो यो। हामी बाहिर निक्लिन चाहिँ यताबाट जानुपर्नेछ। हामी चाहिँ भित्र अब डाइरेक्ट हाम्रो कोठा पुग्छ। तपाईँलाई म देखाउँछु। केएलसिसीबाट हाम्रो पेभिलियन मलसम्म जानको लागि, हामीले काम गर्ने ठाउँसम्म जानको लागि तपाईँहरूलाई म अन्डरग्राउन्ड बाटो, यो हिँडेर जाने बाटो तपाईँलाई देखाउँदैछु। यही बाटो यसरी केएलसिसी टु पेभिलियन हिँडेर जाने बाटो तपाईँहरूलाई आज म देखाउँदैछु। पैसा तिर्नु पर्दैन, छिट्टै सजिलै पुगिन्छ। 10 मिनटमै पुग्न सक्नुहुन्छ तपाईँहरू। हिँडेरै जाने अन्डरग्राउन्ड बाटो म तपाईँलाई देखाउँछु आज, है त। हेर्नु होला अन्तसम्म। हामी केएलसिसी पार्कबाट भित्र छिरिसकेका छौँ र यहाँ अब लिफ्ट छ। लिफ्ट हुँदै डाइरेक्ट हामी पुग्नेछौँ पेभिलियनसम्म। यसरी छुन हुँदैन अहिले, किनकि भाइरस एकदमै बढिरहेको छ। यस्तो चिजहरूमा चाहिँ अलि ध्यान दिनुपर्छ। ग्लोभ लगाएन त्यसैले यस्तो चिजहरू छुन एकदमै डर छ। धेरै लामो लिफ्ट रहेछ है, खुट्टा काम्न थालिसक्यो। अब चाहिँ हिँडेर जाने। ल
पैसा नलाग्ने अन्डरग्राउन्ड हिँडेर जाने बाटो हो। 10 मिनटमै पुगिन्छ। आजको घुमाइ कस्तो भयो दाइहरू? एकदम दामी। अब पार्टी हुन त बाँकी छ। रुम गएर अहिले 8 बजे पछाडि टोटो विन भयो भने त झन् हाम्रो त पार्टी त धेरैजनालाई पो हुन्छ त आज। सबै स्टाफहरूलाई पार्टी खुवाउने कुरा छ। यसै हिँड्ने बाटोमा मान्छेहरू आजभोलि कम छ। तर त्यहाँ फेरि त्यहाँ इन्ट्री भएर मात्र जान्छ। यस्तो मजा शीतल छ यहाँ। एसी सिस्टम छ, लाइटहरू छ, मजाले रोडहरू गाडी हिँड्ने बाटो नै छ। तर मान्छेको लागि मात्रै हो यो बाटो। आकाशबाटै माथि माथि पुल जस्तो बाटो 1-2 किलोमिटर 3-4-5 किलोमिटर बाटो पनि हिँड्न सकिन्छ मलेसियामा। नेपालमा 1 किलोमिटर त के हरेक खोल्सा खाल्सीमा पुलहरू हुनु बन्दैन। यहाँ चाहिँ माथिबाटै तल रोड छ हेर्नुहोस्, तल गाडी हिँड्छ, माथि मान्छे हिँड्ने कस्तो दामी छ। त्यता त होइन, त्यहाँ अघि यो बाटो जान्छ र भन्थ्यो त मैले। हो त्यो यहाँ आउँछ, यहाँबाट उक्लेर पनि आउनु मिल्छ। अघि यो बाटो पनि जान्छ होला भन्थ्यो। सुत्नुपर्छ, रुममा मात्र सुत्यो भने निद्रा लाग्दैन क्या त्यति। कुमार दाई त धेरै सुत्ने मान्छे, धेरै सुत्छ। त्यही त हेरौँ न, यी मान्छे पनि जानु। नो टेन्सन, स्लिप सोच्छ। टेन्सन त्यति दिनु पनि हुँदैन। चाहिँ बाहिरको दिन हामी यो बाटो हिँड्दैछौँ अझै, भित्रभित्रै हिँडेर हामी पेभिलियन मलसम्म पुग्ने बाटो भेटाएका छौँ। खुसी लाग्छ। हिँड्ने प्रकार जारी छ। दिउँसोभन्दा रातिमा चाहिँ केएलसिसीमा मान्छेहरू अलिक ज्यादा जम्मा हुने भएकोले हामी चाहिँ बसेन, निक्लिहाल्यो। किन बस्नु, यस्तो कोरोनाको बेला गाह्रो हुन्छ। स्टे सेफ भन्ने छ, तैपनि आजको दिन हामी निक्लिहाल्यो। तर हामी सुरक्षा बनाएर निक्लिरहेको छ। सर हिँड्ने कार्यक्रम जारी छ।
हामी चाहिँ नजिकै आइसक्यो अब पेभिलियन मलको नजिक आइसक्यो। अब मलमा निक्लिन बाँकी छ। अब यहाँदेखि स्ट्रेट गएपछि अगाडि पेभिलियन आइहाल्यो, हेर्न सक्नुहुन्छ। त्यो बाटो हामी आयो अनि यता घुम्नुपर्छ। हामी नेपालीहरू परदेशमा थाहा नपाएर हुन्छ, तर बाटोहरू नजिकै हुन्छ। ठुलो घरहरूले यताउता गाडीबाट जाँदा चाहिँ अलिकति लामो टाइम लाग्छ, धेरै टाइम लाग्छ। तर थाहा पाएको मान्छेहरूलाई हिँडेर जाँदा चाहिँ छिटो पनि पैसा पनि नलाग्ने है। ल हेर्नुहोस्, हामी पेभिलियन मलको अगाडि आइपुग्यौँ। म काम गर्ने बिल्डिङ यो हो, लेभल 6 मा हाम्रो यसको काम गर्ने। फाइनली पेभिलियन मल आइपुग्यो हामी। पेभिलियन टावर माथि छ बिल्डिङभित्र छ हामी अहिले। छैन लेडिज पनि त्यो लाइन छ त्यहाँ
यो यहाँ दिएर पैसा $1 million. Very expensive, right? Juice, $1 million. Boys, come here. Oh, you very busy. All busy. $9. Fiction. Enough, right? Okay, thank you. Let's go. बोलले साला पिङ्गे दिन्छ फेरि भन्नु नि एकचोटि यहाँ प्रुफ त राख्नु पर्यो नि बोलले कति रिङ्गिट दिने रे बोलले साला पिङ्गे दिन्छ बराबर बराबर हुन्छ तपाईँ 3 रिङ्गिट मात्रै हो मैले त नदिने नि हो ए बोले बोले सेम हो तपाईँले 6 रिङ्गिट भयो भोजको र तपाईँको हेरेर यहाँ प्रुफ भइसक्यो त्यो त भोर नदेखाउनु कहाँ यो त राखिहाल्नु तिमीलाई साला पिङ्गे दिन्छन् अनि सबको बराबर हुन्छ फाइनल्ली साथीहरू हामीहरू रुम आइसक्यो हेर्नुहोस् हाम्रो रुमदेखि केएलसिसी नजिकै छ त्यही भएर हामी छिटै नै आइपुग्यो फाइनल्ली हामी रुम आइपुग्यो त्यो चाहिँ होस्टेल हाम्रो म तलैबाट देखाइदिन्छु त टिङ डिङ 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 ढुस 25 तला 25 तला भने सेस गाइस सेस अब चाहिँ यो खानुपर्छ निकै गर्मी छ निकै गर्मी छ धेरै गर्मी छ त्यसैले जुस खाँदैछु ओरेन्ज जुस फाइनली रुम आइपुग्यो सी यू नेक्स्ट भिडियो गाइस पुरा भिडियो हेरिदिनु होला थ्याङ्क यू सो मच